द भोइस अफ नेपाल सिजन 6 बाट बाहिरी कन्टेन्ट इन्द्रकला राईले आगो ओकेलेकी छिन्। मेरो जस्तो माया दिने तिमीलाई हजार होलान्, तिम्रो लागि मेरा जस्ता हजार हजार मुटु रोलान्, जसलाई आफ्नो सम्झेको थिए उही बिरानो भयो अहिले। कसैलाई माया गर्नु एउटा भुल गरे मैले, यस्तो पनि हुँदो रहेछ। मैले एकदम पर्फेक्ट गाएँ, मैले 100% गाएँ। दर्शकबिन, द भोइस अफ नेपाल सिजन 6 बाट बाहिर भएकी गायिका इन्द्रकला राईको आवाज हामीले आज तपाईहरूका सामु राख्दैछौँ। तपाईले उहाँको आवाज सुन्नुभएको छ त? यदि सुन्नुभएको छैन भने यो भिडियो अन्तसम्म हेर्नुहोला। अन्तमा हामी अन्य कुरा पनि गर्नेछौँ। लैजाऊ है लैजाऊ माया अहिले नै जवानीमा, कहाँ कहाँ डुलाउँछौ मना। ओ मैया ओ कि मैया माया रात रात सारीमा, कहाँ कहाँ बोलाउँछौ भना। द भोइस अफ नेपालको सुरुवाती चरणदेखि नै दर्शकहरूको मनमुटुमा बस्दै आएकी गायिका इन्द्रकला राई आखिर केबाट बाहिरिएकी हुन् त? भोटको कमी भएर हो या नोटको कमी भएर हो? आउनुहोस् उहाँबाट नै यो कुरा बुझौँ। हो, अब अलिकति इकोनोमिक ब्याक भएको छ भने चाहिँ राम्रो मात्रै गाएर हुँदैन नि त, अब भोटको पनि खाँचो पर्छ। त्यो कारणले गर्दाखेरि चाहिँ अब यस्तै हो। अब जे होस् इकोनोमिक ब्याक भएको मान्छेलाई चाहिँ जे होस् धेर थोर चाहिँ अब एकदमै अब असर चाहिँ अलिअलि चाहिँ पर्छ नै। इन्द्रकला राई भन्छन् गाउन सकेर मात्रै हुँदैन, भोट पुगेर मात्रै पनि हुँदैन, भोट सँगसँगै इकोनोमीको पनि आवश्यकता पर्दछ। के साँच्चै साथीहरू भोइस अफ नेपालले इकोनोमीलाई पनि हेर्छ त? यस विषयमा तपाईँको राय के छ त? तपाईँका रायहरू कृपया कमेन्ट बक्समा कमेन्ट गर्दै जानुहोला। यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो? मन पर्यो भने यस भिडियोलाई सेयर पनि गरिदिनुहोला। धन्यवाद। द भोइस अफ नेपाल सिजन 6 बाट बाहिरी कन्टेन्ट इन्द्रकला राईले आगो ओकेलेकी छिन्। मेरो जस्तो माया दिने तिमीलाई हजार होलान्, तिम्रो लागि मेरा जस्ता हजार हजार मुटु रोलान्, जसलाई आफ्नो सम्झेको थिए उही बिरानो भयो अहिले। कसैलाई माया गर्नु एउटा भुल गरे मैले, यस्तो पनि हुँदो रहेछ। मैले एकदम पर्फेक्ट गाएँ, मैले 100% गाएँ। दर्शकबिन, द भोइस अफ नेपाल सिजन 6 बाट बाहिर भएकी गायिका इन्द्रकला राईको आवाज हामीले आज तपाईहरूका सामु राख्दैछौँ। तपाईँले उहाँको आवाज सुन्नुभएको छ त? यदि सुन्नुभएको छैन भने यो भिडियो अन्तसम्म हेर्नुहोला। अन्तमा हामी अन्य कुरा पनि गर्नेछौँ। लैजाऊ है लैजाऊ माया अहिले नै जवानीमा, कहाँ कहाँ डुलाउँछौ मना। ओ मैया ओ कि मैया माया रात रात सारीमा, कहाँ कहाँ बोलाउँछौ भना। द भोइस अफ नेपालको सुरुवाती चरणदेखि नै दर्शकहरूको मनमुटुमा बस्दै आएकी गायिका इन्द्रकला राई आखिर केबाट बाहिरिएकी हुन् त? भोटको कमी भएर हो या नोटको कमी भएर हो? आउनुहोस् उहाँबाट नै यो कुरा बुझौँ। हो, अब अलिकति इकोनोमिक ब्याक भएको छ भने चाहिँ राम्रो मात्रै गाएर हुँदैन नि त, अब भोटको पनि खाँचो पर्छ। त्यो कारणले गर्दाखेरि चाहिँ अब यस्तै हो। अब जे होस् इकोनोमिक ब्याक भएको मान्छेलाई चाहिँ जे होस् धेर थोर चाहिँ अब एकदमै अब असर चाहिँ अलिअलि चाहिँ पर्छ नै। इन्द्रकला राई भन्छन् गाउन सकेर मात्रै हुँदैन, भोट पुगेर मात्रै पनि हुँदैन,
भोट सँगसँगै इकोनोमीको पनि आवश्यकता पर्दछ। के साँच्चै साथीहरू भोइस अफ नेपालले इकोनोमीलाई पनि हेर्छ त? यस विषयमा तपाईँको राय के छ त? तपाईँका रायहरू कृपया कमेन्ट बक्समा कमेन्ट गर्दै जानुहोला। यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो, मन पर्यो भने यस भिडियोलाई सेयर पनि गरिदिनुहोला। धन्यवाद।